हामी चाहिँ एनपिएल सिजन 2 को लुम्बिनी भिएस चितवन खेल हेर्न आएका छौँ। यहाँ एकदमै रमाइलो भएको छ। अहिले चाहिँ हाम्रो डिसिजन पेन्डिङ भएको छ, किनकि रोहित पौडेल अगाडि बढेर हान्ने क्रममा चाहिँ किरिच छोडेको या नछोडेको भन्ने कुरा एम्पायरले डाइरेक्टली डिसिजन दिन नसकेको कारणले यहाँ डिसिजन पेन्डिङ भएको छ। सबैजना वेटिङमा हुनुहुन्छ। एकदमै ढुकढुक भइरहेको छ। धेरै फ्यान्सहरू रोहितको पक्षमा हुनुहुन्छ र केही फ्यान्सहरू चाहिँ रोहितको विपक्षमा हुनुहुन्छ। हेरौँ अब डिसिजन के हुन्छ। एम्पायरिङ भइरहेको छ, यहाँ जिस्किने रमाइलो गर्ने कुराहरू भइरहेको छ होइन। हामी एकदमै एक्साइटेड छौँ पुरै। के हुन्छ कस्तो होला, के होला, आउट होला या आउट नहोला भनेर हामी चाहिँ लुम्बिनीका फ्यानहरू एकदमै हेर्नलाई आतुर छौँ। हामीले चाहिँ आउट छैन भनेका छौँ र चितवनका साथीहरूले चाहिँ आउटै छ, यो आउटै हो भनेर भनिरहनु भएको छ। यो एकदमै हामी हेरिरहेका छौँ, एकदमै रमाइलो गरिरहेका छौँ। यो चाहिँ त्रिभुवन युनिभर्सिटीको ट्यु ग्राउन्डमा रहेको। अहिले चाहिँ यहाँ धेरै विकास भएर यहाँ लाइटहरू हालेर कुर्सीहरू हालेर अहिले एकदमै राम्रो, एकदमै हेर्दाखेरि एकदमै चमक होइन। हामी नेपालीहरूको एउटा साँच्चीकै एउटा खेल जगतको एउटा सपना, सानो सपना पुरा भएको छ। यहाँ धेरै मान्छेहरू आउनुभएको छ, लाखौँ समर्थकहरू हुनुहुन्छ, पुरै हजारौँ समर्थकहरू हुनुहुन्छ। एकदमै रमाइलो छ। क्रिजमा हुनुहुन्छ हाम्रो रोहित पौडेल, क्याप्टेन, राष्ट्रिय टिमका क्याप्टेन हुनुहुन्छ। उहाँ एकदमै राम्रो खेलाडी हुनुहुन्छ। हामी सबैजना यहाँ ढुकढुक भएर हेरेर बसिरहेका छौँ। आजको गेम एकदमै रमाइलो भयो, रमाइलो हुँदैछ र जिततर्फ लम्किरहँदैछ हाम्रो लुम्बिनी। चितवन पनि राम्रै खेलेको थियो। रवि बोपराले एकदमै राम्रो इनिङ खेल्नुभयो, एकदमै राम्रो भयो र यहाँ यो डिसिजन पेन्डिङ भइरहेको छ, आइरहेको छैन। अब आउन केही समय बाँकी रहेको हुनाले एम्पायरिङको पनि धेरै त्रुटिहरू देखिरहेको छ। हुन त सायद डिएसएलआरको कमीले गर्दा पनि होला। डिएसएलआर भएको भए यति त्रुटिहरू आउने पनि थिएन र नेपालीहरूको मन मुटुमा बस्न सकेको क्रिकेट जगतकै एकदम धेरै फ्यान्स फलोइङ भएको चाहिँ हाम्रो ट्यु ग्राउन्डमा हामीहरू आएका